नमस्ते, यहाँहरूलाई मेरो नेपाली किचनमा स्वागत छ। आज म यहाँहरूलाई गधेको अचार बनाएर देखाउन गइरहेको छु। गधे एक प्रकारको साग हो। यसको विशेष गरी अचार खाने चलन छ। गधेलाई हामीले घरमै बारीमा अथवा गमलामा पनि उमारेर खान सक्छौं। यो हेल्थको लागि पनि एकदमै राम्रो मानिन्छ। आउनुहोस् गधेको अचार बनाउनतिर लागौं है त। मैले यहाँ गमलाबाट टिपेर राखिसकेको छु। अब यसलाई सफासँग पखालेर यहाँ लिएको छु। अब चाहिँ म एउटा भाँडामा पानी उमालेर यसलाई बोइल गर्न लागेको छु। सबै गधेलाई हामी यहाँ उम्लेको पानीमा राख्दै जाउँ। त्यसपछि मिडियम हिटमा हामी यसलाई 5 मिनेटसम्म छोपेर बोइल गर्छौं। 5 मिनेटसम्म बोइल गरिसकेपछि गधे यस्तो हुन्छ। अब यो पाकिसकेको छ, हिट अफ गरौँ। र यसलाई अब म एउटा छन्नीमा राखेर छान्दै छु। यहाँ मैले उसिनेको 5-6 वटा आलुलाई यसरी काटेर लिएको छु। अब यो अघि उसिनेको गधेलाई पनि यहाँ राखौं। अब मैले यहाँ कालो तिलको छोप 2 चम्ची राखे। यसरी नै नुन स्वाद अनुसार राखे। 1 चम्चा जिरा धनियाको धुलो पनि राखे। अलिकति धुलो खोर्सानी पनि राखे। अब माथिबाट लामो लामो गरी काटेको एउटा प्याज पनि राखे। अलिकति धनिया पत्ता पनि राखौं। अब एउटा कागतीको रसलाई पनि मैले यहाँ राखे। अब अचार झान्नको लागि मैले ग्यास अन गरेर एउटा कराई बसाले। अब 4-5 चम्ची तोरीको तेललाई म यहाँ तताउँदै छु। तेल तातेपछि हामी यसमा अलिकति मेथी फुराउँछौं। मेथी अलि कालो भएपछि यसमा म 1 चम्चा बेसार पनि राख्दै छु। अब 4-5 वटा खोर्सानीलाई पनि म यहाँ फुराउँदै छु। एकपल्ट चलाऊ। अब चाहिँ हामी यो तेललाई अचारको माथिबाट झान्छौं। अब अचार झानिसकेपछि हामी यसलाई सबैतिर लाग्ने गरी मजाले मिक्स गरौँ। अब यसलाई म हातैले मजासँग मोल्दै छु। हातले मोलेको स्वादै बेग्लै हुन्छ। अब म यसमा अलिकति पानी राख्दै छु। हजुरहरूलाई पनि अलि गिलो गिलो अचार मनपर्छ भने पानी राख्न सक्नुहुन्छ। हजुरहरूले पनि यसरी नै आलुलाई पनि हल्का मिच्दै मोल्दै जानुहोला। अब चाहिँ हाम्रो यो गधे र आलुको अचार खानका लागि रेडी भइसकेको छ। हजुरहरूले पनि यसरी नै गधेको अचार बनाएर एकपल्ट अवश्य टेस्ट गर्नुहोला। यो गधे बजारमा पनि मजाले किन्न पाइन्छ। एक पटक चाहिँ अवश्य पनि चाख्नुहोला। र कसले बनाएर खानुभएको छ गधेको अचार मलाई अवश्य कमेन्ट गर्नुहोला। र मेरो भिडियो मन पर्यो भने लाइक र शेयर पनि गरिदिनु होला। यदि मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर बेल आइकनलाई पनि क्लिक गरिदिनु होला। यहाँहरूको सानो साथले मलाई हौसला मिल्नेछ।